हामी आज तारिक घुम्नु गएको होइन बाबै जाँदैछौँ अब भर्खरै हामी यहाँ के भन्छ जगडोले यताबाट आइसक्यौँ हजुर अब कति अझै छ नि होइन स्टार्ट त हुँदैछ भर्खरै अब हामी यहाँदेखि स्टार्ट उकालो ट्याकको उकालो स्टार्ट हुँदैछ हाम्रो यता चाहिँ केटा चट्ट यहाँ चटपटे बनाउनु लाग्यो यार यस्तो सर जङ्गल हिँड्ने आज हामी ल सो हेलो गाइस हामी चाहिँ अहिले यहाँ तारभिरको अन्तिम सुरु अखेटा आयो चाहिँ यत्रो ठुलो अखेटा छ यहाँ त हाम्रो बाबै कता हामी चाहिँ आज तारेभिरतिर लाग्दैछौँ यहाँ तारेभिरको भ्यूहरू पनि हामी यस्तो खतरा देखाउनेछौँ माथि गएर ल यहाँ उकालोमा हिँड्दै गर्दा चाहिँ अलिक बोल्नु सकेको छैन त्यही पनि जोसका साथमा हामी हिँड्दैछौँ यहाँ ल अहिले यहाँ माथि जाँडामा भेटौँ ल म भ्लगर हो नि यार हल्लियो यार हो त्यहाँ चाहिँ राम्रो हुन्छ त्योमा ताने ठाउँमा हामी चाहिँ अहिले तारेभिरको बिचतिर आइपुगिसक्यौँ होइन तारेभिर जाने क्रममा हजुर करिब आधा बाटोसम्मको यात्रा हाम्रो पुरा भइसकेको र अब बाँकी आधा छ हजुर अहिले यहाँसम्म आउँदाखेरि जति रमाइलो भएको छ हजुर हामीले जति आनन्दित महसुस लिइरहेका छौँ हजुर अझै बेसी हुनेछ भन्ने हाम्रो अपेक्षा पनि छ हजुर होइन त साइला हजुर बाबै ल गो यहाँ पर चाहिँ चटपटे पसल छ खाने भए आउनु होला गाइज होइन एउटा दिदीले मिठो चटपटे बनाउँछ यहाँ सो हामी चाहिँ अब लाग्यौँ सबैजनालाई यहाँ मेरो भिडियोमा स्वागत छ है ल गाइज आज हामी यहाँ तारेभिरको भ्रमणमा सबैजनालाई नमस्कार भन्न चाहन्छु र चाँडै मेरो युट्युब च्यानल पनि बन्दैछ सो भिडियो हेरिदिनु होला सबैजनाले भिडियो चाहिँ म रमाइलो हाल्नेछु सबैजनाले एकदम दामी भिडियो सो सब्सक्राइब चाहिँ गर्नु ल ठिकै छ नगरे नि केही छैन जेस रमाइलो हुन्छ यहाँ तलतिर केटो आउँदैछ मस्त हो कस्तो आज दिन पनि बिग्रिएर के दामी छ यार ल मौसम पनि आज अलिकति गडबड नै छ सो यहाँ कहाँ आउने पत्ता ल हामी 3 भाइ छौँ सबै भ्लगरै हो सुरुवात भ्लगको सुरुवात हुँदैछ ल भाइ माथि भेटौँ ल खाजा खाने ठाउँमा ल माथिको खुट्टाभन्दा यदि तल आओस् होइन माथि पुरै नआयो त्यो भन्दा खुट्टाभन्दा एक तल आयो भने माथि जति आउँछ हामी तारेभिर जानु भनेर निक्लेको यहाँ चाहिँ आज यस्तो पानी परेर यहाँ कस्तो बिजोग भइरहेछ कि हजुर बाटो नि यस्तो छ हावा पानीले आमामा हजुर उयो मासतिरसम्म पुगौँ न बाबै बस्ने ठाउँ छ भने बसौँ यसो ल केटाहरू चाहिँ धेरै माथि पुगिसक्यो एउटा चाहिँ अनि हामी चाहिँ लाग्दैछौँ तारेभिरतर्फ पानी परिरहेछ कि ल एकदम पानीले सल्लाहहरू कराएर सुँ गरेर आम्मामा केही छैन तर हामी हार खाने छैनौँ हामी लगातार हिँडिरहेछौँ सो सबैजनाले भिडियो चाहिँ हेरिदिनु होला अनि यहाँ हामी गइरहेका छौँ तारेभिर सो क्यामेरामा माटो पानी पसेर अलि
समस्या आएको छ। उफ, ल माथि खाजा खाने ठाउँमा भेटिन्छ। हस्त बाई। बनाइदियो भने चाहिँ हावा चलिरहेछ है गाइज। हामी घुम्न आएको, हावा यस्तो चलिरहेको छैन यार। पानी के हावापानी यहाँ बस्ने केही ओत पनि छैन कि, न पार्टी छ न केही बनाइरहेको छ यार। यसो ओत लाग्नेहरू त बनाइदिनु पर्छ नि। हाम्रो अब के भन्नु, खोइ के पनि भन्दिनँ म। जाँठो यहाँनिर तारेभिरको यात्रा गरेको, आज पानी परेर दिमाग खराब हो जाडोमा। हैट जाडो भइरहेछ एकदम। यो चाहिँ बुझ्दैन रहेछ यार, क्यामेरै थाहा राम्रो छैन के। ल एकदम पानी परिरहेछ गाई छैन। म तारेभिर आएको, हामी 3 जना चाहिँ गाई छ नि होइन। त्यसपछि 10 गाई छ जाडोमा हो, जाडोमा आइपुगेको छु। यो त कुलको धामी निस्किसक्यो, कुलको धामी। बुझ्दैन यार, कस्तो गीत हो यो। त्यस्तै हो। नाच्न गर। नाच्छु अहिले यहीँ बसेर कम्मल हाल्दै हाल्दै। पानी झरीमा भेटेको गाँठे। ल मेरो चाहिँ होला, म त्यसले फोन गर्छ होला। मेरो त हातै कामिरहेछ। ज्यादा तारेभिरबाट चट्ट आएको होइन, पानी परेर यस्तो भइरहेको चलाउनु भएन। जाडोले हो भिजेर सुकेँ। अब यहाँ के हुन्छ, घर गएपछि सिरेक परेर मस्त सुतिन्छ। खुट्टा कामिरहेको छ यार, जाडो त कामै।